हजुरहरू सबैजनालाई शुभ बिहानी अनि ह्याप्पी दसैँ। धेरै धेरै शुभकामना दसैँको। आजदेखि दसैँको टिका सुरु अबदेखि एकछिनमा हुन्छ। आज दसैँको टिकाको दिन हो। के छ खबर यहाँहरूको? सन्चै हुनुहुन्छ होला सबैजना? म पनि एकदमै सन्चै छु। हाम्रो सानो बाबु मिल्चपुकले के छ साना? नमस्ते गरिदिनुहोस् न। नमस्ते। तपाईँको नाम के अरे? गौरव। अनि हामी चाहिँ अब टिका लाउँछौँ एकछिनमा। तपाईँहरूले म भिडियो देखाइरहेको हुन्छ, सुरुदेखि अन्तिमसम्म भिडियो हेरिदिनु होला। हाम्रो सबैजनालाई धेरैभन्दा धेरै शुभकामना दसैँको। फेरि पनि हामी चाहिँ गाउँमा छौँ, घरमा छौँ। मेरो गाउँ घर यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो सानो बाबु हिँड्नुहोस् अगाडि। अनि यसरी हाम्रो गोठ दाउराहरू राखेँ यसरी। गीत बजिरहेको छ। हाम्रो बुवाको कोठा यो। बुवाको कोठा यस्तो राम्रो छ। यहाँ अर्को घर यहाँ छ। हाम्रो घर चाहिँ सानो कुखुराको खोर, त्यो फेरि कुखुराको घर। अनि हाम्रो घर साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ। अनि चाहिँ हाम्रो चाहिँ यता एकदमै रमाइलो भइरहेको छ। यहाँ चाहिँ हाम्रो रक्सी बनाउँदैछ। हेर्नु त सानो मान्छे कति राम्रो नुहाएर रिसाइछन् के नि, भर्खर उतारेको यो रक्सी। अनि नगर नि छोरो। यसरी पूजा गर्छौँ यहाँ दसैँको दोकान। यो चाहिँ कहाँ राख्ने बुवा? यो जमरा बुवा यो कहाँ राख्ने? ए यो चाहिँ अनि हाम्रो यो भाडा मोल्ने ठाउँ हो। यो चाहिँ हाम्रो कुखुरा राख्ने घर। यत्रो छ है, कति मिलेर बसे हामीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो कुखुराको घर पनि छ। यहाँ फेरि सरर मकैको सुली भन्छ मैले, हाम्रो सुली हो यो। अनि हाम्रो यो कुखुराको अर्को पुरानो घर यहाँनिर फुल छ। अन्डा के अन्डा, अन्डा पारेको छ कुखुराले। फेरि सरर यत्रो ढुङ्गा छ हाम्रो घरमा। ढुङ्गा यो त हाम्रो घर तपाईँ देखिसक्नु भएको छ होइन? यसरी अनि हाम्रो त्यहाँनिर गोठ छ। यो पुरानो गोठ, गाई छ। घाँस हाम्रो कति धेरै हिजै काटेको। आज दसैँमा काट्नु नपरोस् भनेर टिकाको दिन बिजी भइन्छ नि त, त्यही भएर साथीहरू। गाउँ घर हरियो। के भन्नुभएको बाथी बुवाले? के भन्नु? भाल र पोठी भन्नुहुन्छ त माथि? पोठी छरेको र हिँचाएर सानो तल्ला काट्ने भन्ने कुरो हो। भालेले भन्नु क्या, ठुलो भाले। के भन्नुहुन्छ? हाम्रो तरकारी पाक्दैछ यहाँनिर। यति धेरै पकाउँछ हामी तरकारी। यसो मासु पनि मिसाउँछ। क्या नि दाइले पकाउँदैछ। यता हेर्न त, यता त जाडो भयो। नमस्ते गर्नुहोस् न, नमस्ते गर्नुहोस् न।
कति नाम्लो त्यहाँ कोही नआउँदैन, यहाँ माइलो भित्र चाहिँ भाइले भाइले जान्छौँ आमाले के होइन। खान्छ मासु के सेलले भित्र गर्न सकिन्छ। यो चाहिँ हाम्रो ग्यास चुलो होइन। मासु छ यहाँ हड्डियो राखेको मासु, टमाटर छ यहाँनिर सुरुरुरुरुरु परेर। त्यही हो भैया त त्यही हुन्छ। माटोको घर त यसरी लिप्छौँ नि त हामी होइन। ल्याउनुस् तपाईले काट्ने भयो अब सुन्नुभयो? टिका मुससम्म हामी अब छ। तपाईले ल्याउनुस् काट्ने भयो भित्र पूजा गर्ने दिवाली हो गर। ल्याउँदा केही फरक पर्दैन पट्टी। टबरहरू यस्तो बनाउँछौँ यहाँनिर जमरा। यसपालिनी जमरा नाच रे। यहाँदेखि अब हामी चाहिँ अझ टिका सुरु भएको छैन, एकछिनमा टिका पनि लगाउने छौँ होइन। होइन मासुकै यसो हामी चाहिँ अब रेडी भयौँ। अब कान्छीले चाहिँ जमरा मुठा पार्दैछ। हेलो कान्छी। हेलो हेलो के छ? ठिकै छ हो। जमरा मुठा पारेर लाछु। जमरा भन्छ जमरा है चाहिँ सुरु भयो। टिका लाउने क्रम जारी छ। यहाँनिर बाबुहरू छन्, यिनीहरू टिका लाउने हतारमा छन्। यहाँ चाहिँ टिका मुसेको आमा चाहिँ सालको पातको टपरीमा यसरी टिका मुस्छौँ होइन। चिसो एउटा मात्रै छ, अझैले ल्याउन बाँकी छ माथिबाट। अनि यहाँनिर यस्तो भाउजूले एउटा के गर्नुहुन्छ, पैसा गर्नुहुन्छ पुरा यसरी दाइले लगाइदिन्छ। तर मैले अघि नै भिडियो नमस्ते गर्ने मामालाई। उठिरा उठिरा उठिरा। नमस्ते गर्नुहोस् ल छोरो ल। कति ज्ञानी छोरो। टिका टिकालाई दाइ भाउजूले टिका लाउँदै यस्तो हो नि त। आशीर्वाद दिनु न, के भन्छस्? के छ? मैले गाली गरिराखे सबको त्यही भयो। वाइ भन। बाले गाली गर्नु होइन, मैले गाली गरेन, बाले गाली गर्नु नि त। त्यसो गयो भने रिस रहेछ बा न आमा सबैले गाली गर्ने भाउजू। बाले हेर्नु पर्छ सबै। रोक्स्याहार चाहिँ धौताले हिँड्नु त कहाँ हेर्ने कुरो हुन्छ र। चित्त दुःख दिनु होइन त्यति। तपाईँले ल्याइदिनु भएको छ नि त्यही आशीर्वाद दिने क्या, कि गल्ती के छ भन्दा भान्जाले लगाइदिनुहुन्छ मान्छे। भान्जा त प्यारो हुन्छ पारि हेर्न कसरी बस्छन्। भनेको नमानिकन तेल नलाएर हिँड्ने आशीर्वाद त हो। ओके ठुलो के केही छैन क्या, राम्रै छ चाउचाउ खाने है, जुस खाने है। यता हेर छोरो, कस्तो राम्रो अड्डै हो त्यसको। काले यता हेर, काले काले गोरे यता हेर, काले गोरे यता हेर त सानो गौरव। अन्त मालो टिका लगाइहाल्छ नि। ए माइजूले भान्जाले कति दिनुहुन्छ? 20,000 रुपियाँ। माइजूले नमस्ते गर्नुहोस्। नमस्ते गर नमस्ते। उठेर उठेर ए होइन घटोस् बिचरा, उठ्नुहोस् नमस्ते गर्नुहोस् माइजूले। नमस्ते नमस्ते गर। लगाइसक्यौँ साथीहरू। हामी चाहिँ अब माथि बुवाकोमा, माथिल्लो माइली आमाकोमा, माइली बुवाकोमा। हजुर हुन्छ, लाउनु जानुपर्छ। सानो पुकु हाई गर। हजुर त्यसको पैसा राखिदिनुस् न। भाइको टिका हुँदैछ दसैँको। इमामा लु ल अनि मेरो त हैन बस्मा दाइ अब तिम्रो अब मसुर अब मेजना पकाउनु कुन छ र अब मैले अब थाप्न अन्त के त म होइन
अब बुवा कतिको लाउने को अब माउला गरेर लाउने नि त माइत घर सोसल गरेर लाउने अब भरिहाल्छ अब त्यही भएर त माइत जाने सोसल जाने भनेको हुन्छ नि अहिले अब बाध्य छ बाबु हजुर लु यस्तो माया छ यहाँ दाजुभाइको साथीको तपाईँ देख्न सक्नुहुन्छ 65 वर्षमा अब त्यतिमा बुइला ढुकम देखेर न अझ ल मोटेको पाला आयो भने लु सक्ने यहाँ ऊ साथीहरू हाम्रो टिका चाहिँ सकियो दसैँको टिका अन्तिम अब बाँच्यो भने आइसल अर्को साल फेरि यसरी रमाइलो गर्नेछौँ धेरै रमाइलो भयो मेरो बहिनीहरू फोन गर्दैछन् पारि अनि म यता छु अनि भाउजूहरू चाहिँ माइत जानुभयो अनि यसरी छन् धेरै रमाइलो छ हाम्रो गाउँघर दसैँ र तिहारमा त धेरै रमाइलो हुन्छ हाम्रो घर होइन सबैको घरमा गाउँघरमा रमाइलो हुन्छ सबैजनालाई फेरि ह्याप्पी दसैँको धेरै शुभकामना छ धेरै खुसी लाग्यो सबैजनाले भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनुला भन्दै बाई बाई अर्को एपिसोड अर्को भिडियोमा भेटौँला भन्दै सबैजनाले बाई बाई